सबैजनालाई जय मसिह फेरि पनि है आज हाम्रो टिचरहरूको क्वायर प्र्याक्टिस भइरहेको थियो अनि हामी एउटा गीत गाइरहेको थियो है यो हाम्रो इस्टर सन्डेको लागि त्यो चाहिँ हाम्रो अफ्रिकन अमेरिकनहरूले चाहिँ कसरी फ्रिडम पायो अनि परमेश्वरले चाहिँ कसरी त्यस्तो प्रोसेसमा चाहिँ हेल्प गर्नुभयो भन्ने एउटा टपिक थियो गीत गाइरहेको थियो हामीले अनि त्यसले चाहिँ इट मेक मी वन्डर अबाउट द फ्रिडम चाहिँ अनि गलाती 5 अध्यायमा हामीले हेऱ्यो भने चाहिँ परमेश्वरले चाहिँ हामीलाई चाहिँ दासत्वबाट स्लेभरीबाट चाहिँ हि हेज सेट अस फ्री होइन अनि हामीलाई चाहिँ के बनाउनु भयो उहाँको आफ्नै छोराहरू बनाउनु भयो क्या अनि मैले यसो एनालाइज गर्दै थिएँ अनि दुई खालको स्लेभहरू हुँदो रहेछ क्या एउटा चाहिँ तपाईँको जो नै होइन एउटा परिवार जो नै स्लेभ भएर काम गरिरहेको छ अनि त्यो स्लेभमै एउटा जन्म बच्चाको जन्म भयो भने चाहिँ त्यो बच्चाले चाहिँ के सोच्दो रहेछ नर्मल सोच्दो रहेछ हुन्छ नि स्लेभरी इज ओके होइन किन बाबुआमाले त्यही गरेको देखाएको छ अनि उसलाई चाहिँ के हुँदो रहेछ त्यो फ्रिडमको उसलाई स्वतन्त्रताको उसले खोजी गर्दैन रहेछ उसलाई नर्मलै लाग्यो होइन जुन चाहिँ हामी पापमा हामी जन्मेको कारण छ नि आदम र हव्वाले पाप गर्नुभयो हाम्रो फर्स्ट प्यारेन्ट्स होइन अनि जब उहाँले पाप गर्नुभयो हामी सबैजना के हो यो सब्जेक्टेड टु देम होइन हामी पनि पापीमै हामी पनि त्यही दासत्वमा हामी जन्मियौँ त्यो जन्मेको कारण चाहिँ हामी चाहिँ जब हामी क्रिस्चियन भयौँ परमेश्वरले हामीलाई चाहिँ के गर्नुभयो दासत्वबाट तानेर चाहिँ हामीलाई नयाँ जीवन दिनुभयो त्यो पनि हामी अझै पापहरू गर्दो रहेछ क्या किनभनेदेखि हामीलाई चाहिँ के लागेको छ होइन त्यही रमाइलो छ पाप गर्नै रमाइलो रहेछ होइन एउटा दासत्वमा जन्मेको बच्चाले चाहिँ के सोध्दो रहेछ होइन स्वतन्त्र त चाहिँदैन यसमै ठिक छ होइन एउटा घरमा बुवा आमाले सधैँ झगडा गरिरहेछ होइन त्यो बच्चा ठुलो भएपछि उसले बिहे गर्यो अनि उसको घरमा के हुन्छ उसले पनि त्यही झगडा गर्छ कि किनभने उसलाई नर्मल लाग्यो नि अनि यस्तो सोच्नुपर्ने रहेछ कि अर्को दासत्व चाहिँ कस्तो खालको हुँदो रहेछ भनेदेखि तपाईँको जस्तै अब मेरो बुवा आमाले लोन लिनुभयो अरे होइन अनि अब त्यो लोन चाहिँ उहाँले तिर्न सक्नु भएन अनि उहाँ बित्नु भयो भनेदेखि त्यो चाहिँ मेरो लोन होइन लोन मैले तिर्नु पऱ्यो म केही समयको लागि दासत्व हुनु पुगेँ नि त तर मैले के गर्छु सकेसम्म होइन आई विल वर्क होइन भेरी हार्ड एज सुन एज पोसिबल आई वान्ट पे अनि म चाहिँ के चाहेको छ त्यो फाइनेन्सियल फ्रिडम मैले खोजिरहेको छु होइन स्वतन्त्रता खोजिरहेको छु सो हामी चाहिँ पापमै जन्मेको कारण चाहिँ हामी चाहिँ धेरैचोटि त्यही ठिक होला होइन पापै ठिक होला जस्तो सोच्नु चाहिँ भएन है त्योबाट चाहिँ हामी निक्लिनु पऱ्यो किनभनेदेखि परमेश्वरको वचन गलाती 5 अध्यायमा चाहिँ हामीलाई चाहिँ पापबाट चाहिँ परमेश्वरले छुटकारा दिइसक्नु भयो अनि हामीलाई चाहिँ उहाँको छोराहरू बनाउनु भयो अरे क्या छोराहरू बनाउनु भयो अरे कतिचोटि भन्नु होला छोरा किन छोरी भनेन होइन अर्को टपिक छ त्यो फेरि अलिकति भनिदिइहाल्छु होइन थाहा छ है परमेश्वरको गल्ती होइन है हाम्रो समाजमा के हुन्छ छोरीहरू घर होइन 4-5 बजे अँध्यारो हुनुभन्दा अगाडि नै छोरीहरू घर आउनुपर्छ छोराहरू रातिसम्म बस्दा पनि हुन्छ छोराहरू हायर एजुकेसन होइन दे विल ह्याभ बेटर एजुकेसन होइन छोरीहरू के हुन्छ अलिकति 10 कक्षा 12 कक्षा सिद्धिने बित्तिकै पढ्न पाइँदैन बिहे गरेर पठाइदिनुपर्छ अनि तपाईँको छोरा र छोरी छ तर छोरी धेरै स्मार्ट छ भने पनि कम्पनी छ भने छोरालाई नै लिड गर्न लाउनुहुन्छ तर छोरीलाई चाहिँ मेबी सर्टेन म्यानेजर पोस्ट के दिनुहुन्छ होइन सो कसको गल्ती रहेछ होइन हाम्रो समाजको गल्ती रहेछ नि परमेश्वरको गल्ती होइन रहेछ परमेश्वरले किन छोरा भन्नुभयो त है अब इनहेरिटेन्स पनि कसलाई नै धेरै दिन्छ हाम्रो समाजले छोरीहरूलाई थोरै दिन्छ छोराहरूलाई धेरै दिन्छ परमेश्वरले चाहिँ के भनेको छ भने छोरा जस्तै भन्न खोजेको क्या यसमा चाहिँ छोरीलाई पनि म छोरा जस्तो ट्रिट गर्छु होइन एडप्ट गरेको कारणले चाहिँ मैले तिमीहरूलाई नाम तोकेर किनेको छु बोलाएको छु तिमीहरू मेरो छोराछोरी भन्यो जतिजना सबै छ छोराकै लेभलमा म तिमीहरूलाई के गर्छु ट्रिट गर्छु भनेर चाहिँ भन्न खोजिरहेको छ ल त्यही कारण हामी त्यसमा कन्फ्युज नहौँ अनि परमेश्वरले चाहिँ हामीलाई चाहिँ बनाउनु भएको कारणले हामीलाई इन एन्ड आउट मलाई थाहा छ क्या हाम्रो जस्तै घरको यहाँ पछाडि घर देख्नुहुन्छ होइन त्यसको ब्लु प्रिन्ट बनाउनुभन्दा अगाडि होइन त्यसको ब्लु प्रिन्ट हुन्छ होइन नक्साहरू हुन्छ नक्सा कोरेपछि बल्ल घरहरू बनाउँछ नि परमेश्वरले पनि हाम्रो नक्सा कोरेर हामीलाई बनाउनु भएको कारण परमेश्वरले हामीलाई थाहा छ क्या नबिन म कस्तो व्यक्ति हो मलाई प्रब्लम आउँदाखेरि म कसरी त्यसलाई डिल गर्छु होइन अनि होल स्पिरिटले चाहिँ के गर्नु हुँदो रहेछ त्यो नक्सा भएकोलाई चाहिँ स्टेप बाई स्टेप एउटा घर बनाउँदाखेरि ब्रिक थप्ने काम चाहिँ हुन्छ नि मिस्त्रीले गरे जस्तै होल स्पिरिट पनि एउटा मिस्त्रीको काम गर्नुहुन्छ क्या नबिनलाई चाहिँ मलाई चाहिँ स्टेप बाई स्टेप होइन राम्रो राम्रो व्यक्तिहरू हुन फ्रुट अफ द स्पिरिटहरू लभ जोय पिस पेसेन्ट काइन्डनेस होइन त्यो चाहिँ के गर्नुहुन्छ होल स्पिरिटले चाहिँ मलाई हेल्प गर्नु हुँदो रहेछ क्या त्यही कारण वी क्यानट स्केप होइन होल स्पिरिटलाई चाहिँ हामीले चाहिँ त्यत्तिकै जाऊ भनेर चाहिँ भन्न मिल्दैन है त उहाँको काम चाहिँ हामीलाई चाहिँ हाम्रो जीवनमा चाहिँ उहाँलाई काम गर्न दिनु पर्दो रहेछ है अनि अर्को एउटा कन्सेप्ट के पनि छ भनेदेखि ह्याबिटाट होइन
जस्तै अब म धनी छु एकदमै भने म के गर्छु त्यही खालको घरहरू बनाउँछु नि होइन एकदमै लग्जरियस घरहरू बनाउँछु गरिब हुनुहुन्छ भनेदेखि मेबी एउटा काठको घर होइन खुसी हुनको लागि काठको घर बनाउनुहुन्छ भनेको मतलब चाहिँ आफूलाई जे रमाइलो लाग्छ आफूलाई त्यो अनुसारको होइन सकेसम्म त्यो अनुसार घरहरू बनाउँछ नि हाम्रो जीवनमा पनि हामीले त्यो अनुसारको ह्याबिटाटहरू बस्ने घरहरू चाहिँ हाम्रो व्यवहारबाट बनाउँदो रहेछ कि हाम्रो व्यवहार जस्तै छ त्यस्तै खालको हामी चाहिँ के गर्दो रहेछ आफ्नो घरहरू बनाउँदो रहेछ कि मेरो व्यवहार झुट बोल्ने छ मान्छेलाई हेप्ने मन छ मैले हो त्यो भयो भनेदेखि मैले कस्तो खालको आफ्नो आत्मिकी घर बनाउँदो रहेछ त्यही खालको नराम्रो खालको घर चाहिँ मैले बनाइरहेको रहेछ होइन एउटा अमेरिकामा एउटा कम्युनिटी हुनुहुन्छ है आमिस कम्युनिटी भन्छ उनीहरूले चाहिँ इलेक्ट्रिसिटीहरू होइन फोनहरू युज गर्नु हुँदैन एकदमै होइन ओल्ड स्कुल भन्छ अङ्ग्रेजीमा मोडर्न सोसाइटी जस्तो गाडीहरू चलाउनु हुँदैन है अनि उहाँले चाहिँ जङ्गलमा गएर होइन यो रुखहरू होइन मजाले रुखहरू काटेर दामी घर बनाउनुहुन्छ क्या तर प्रब्लम के छ भनेदेखि त्यो काठको घरहरू चाहिँ अब सजिलै आगो लाग्न सक्छ अनि उनीहरूले चाहिँ अब त्यो आगो लाग्यो भने दमकल बोलाउनको लागि फोन पनि हुँदैन उनीहरूले फोन पनि युज गर्दैन गाडी पनि हुँदैन क्या उनीहरूको त्यो घोडाहरू चढ्ने होइन अनि घर जल्यो फेरि बनायो घर जल्यो बनायो हामी पनि आफ्नै खालको घरहरू बनायो भने चाहिँ हामी चाहिँ धेरैचोटि लड्दो रहेछ त्यही कारण हामीलाई चाहिँ के गर्नुपर्छ परमेश्वरले हामीलाई नक्सा बनाउनु भयो सब इन एन्ड आउट थाहा छ हामीले चाहिँ एउटा होल स्प्रेडलाई चाहिँ के गर्न दिनु पऱ्यो काम गर्न दिनु पऱ्यो क्या होइन काम गर्न दिनु पऱ्यो त्यो भयो भने चाहिँ हामी चाहिँ सेफ हुँदो रहेछ है त हामी फेरि एकचोटि समराइज गरौँ हामी फ्रिडम परमेश्वरले हामीलाई फ्रिडम दिनुभएको छ हामीलाई नाम तोकेर हामीलाई चाहिँ स्वतन्त्रता दिनुभएको छ आफ्नो छोराहरू भनेर बोलाउनु भएको छ हामी त्यो अनुसारले हामी जिउँ हामी न कि टाउको तल राखेर लजाएर हामी जिउनु चाहिँ पर्ने रहेनछ परमेश्वरमा हामी स्वतन्त्रता भएर चाहिँ हामी जिउने टाउको सिट होइन ठाडो पारेर हामी चाहिँ हिँड्न सक्नु पर्दो रहेछ अनि होल स्पिडलाई सधैँभरि काम गर्न दिन सक्नु पर्दो रहेछ है त हुन्छ आजको छोटो यो सेयरिङबाट तपाईँहरू आशिषित हुनुभयो भने म विश्वास गर्छु हुन्छ जमिसे गुड नाइट